Cases of animal cruelty is not new in Nepal. It is served in every plate. With the matter of dogs though, people can get very touchy. I want to talk about one specific incident here that happened in Kabre. एउटा कुकुरले बच्चालाई टोक्छ। त्यो कुकुरको दुईजनाले क्रूर हत्या गर्छन्। कुकुरलाई पोलमा बाँधेर निर्ममतापूर्वक हत्या गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल हुन्छ। यो भिडियो देखेपछि मान्छेहरू तुरुन्तै आक्रोशित हुन्छन्। कुकुरको लागि न्याय माग्दै माइती घरमा र्याली निस्किन्छ। केही मान्छे काठमाडौँबाट घटना भएको ठाउँमा पुग्छन्। कुकुरको हत्या गर्ने मान्छे नभेट्टाएपछि भिड कुकुरले टोकेको बालकको घर पुग्छ। घर तोडफोड हुन्छ। कुकुरले टोकेको भनिएको बालकलाई भिडले कुटपिट गरेको समाचार छापिन्छ। टोस्टोको वार एन्ड पिसबाट एउटा सानो अंश। फ्रान्सका नेपोलियन 3 लाख सेना लिएर रुसको राजधानी मस्को आइपुग्न लागे। रुसी सरकारले सबै राजधानीवासीलाई राजधानी मस्को छोडी अन्तै जान उर्दी जारी गर्छ। मस्कोका गभर्नरको घर अगाडि भिड जम्मा हुन थाल्छ। उनलाई आदेश आएको छ शान्ति सुव्यवस्था कायम गरी सबै नागरिकलाई मस्को बाहिर पठाउने। भित्र गभर्नर छलफलमा व्यस्त छन्। गभर्नर साहब, पागलखानामा भएकालाई के गर्ने? सबलाई छोड्दे। सेनाको नेतृत्व पहिले पागलहरूले गरेका छन्। तिनीहरू नेतृत्वमा पुगे झन् राम्रो। जेलमा भएका कैदी के गर्ने? नभएको 2 बटालियन ल्याएर मैले यहाँ उभ्याइदिउँ? सबलाई छोडिदिनु भने होइन? गभर्नरको घर बाहिर भिड बाक्लियो। भिड चिच्याउन थाल्यो, राष्ट्रघाती हो, राजधानी यत्तिकै छोड्ने? गभर्नरले मनमनै सोचे, भिडलाई रिस पोख्न भिक्टिम चाहियो। आक्रोशित भिड अगाडि उभिएर गभर्नर बोल्न थाले, अभिवादन साथी हो, आउनुभएकोमा सबैलाई धन्यवाद। म तपाईहरूसँग आइहाल्छु। पहिला चाहिँ हामीले भिलेन तलाउनु पर्नेछ। त्यो भिलेन जसले हाम्रो राजधानीमाथि यत्रो विनाश निम्त्यायो। एउटा राजनीतिक कैदी त्यही बेला त्यहाँ ल्याइन्छ। कैदीलाई देखाउँदै गभर्नर बोल्न थाले, यो त्यही भिलेन हो जसले मस्को माथि यत्रो विनाश निम्त्यायो। आफ्नो राजा र मातृभूमि दुवैलाई धोका दिएर नेपोलियनको शरणमा पुग्ने यो एक्लैले सारा रुसी जनताको नाम बदनाम गर्यो र सारा रुसी जनतामाथि यत्रो विनाश निम्त्यायो। यो सुन्ने बित्तिकै एक सैनिकले कैदीमाथि मुक्का बर्साउन थाल्यो। ढलेको कैदीको चित्कार सुन्ने कोही थिएन। भिडलाई रोकिरहेको मानवताको बात फुट्यो। अपराध सुरु भइसकेको थियो। अब यसलाई सकाउनु महत्त्वपूर्ण भयो। बन्चरोले हान राष्ट्रघातीलाई, फलामले ठोक, अझै जिउँदैछ। भिडले मरणासन्न छोडेको घाइते देख्दा फेरि त्यही मान्छे भन्न थाले, हे भगवान, यी पापी जनावरहरू। गभर्नर अघि नै आफ्नो बग्गी चढेर मस्को छोडी भागिसक्छन्। 24 गते यातायात कार्यालय जलिरहँदा एक प्रदर्शनकारीले भने, राति राति लुकेर लाइसेन्स छाप्छन्, जनताको लागि केही काम नै हुन्न, जलेकै ठिक हो। लाइसेन्स छाप्न 3 वर्ष लगाउने यातायात कार्यालयले अहिले महिना दिनसम्ममा लाइसेन्स दिन्छ। यातायात कार्यालय छेउमा चीनले बनाइदिएको बीआईसीसी भवन छ। धेरै पहिला क्यान फुटेको हुँदा बीआईसीसी छिरेको मलाई अझै याद आउँछ। 63 को आन्दोलनपछि जनताको शासन आयो। अब कहिले आन्दोलन गर्न नपर्ने। जनताबाट मनोनित सांसदले छानेको प्रधानमन्त्री र मन्त्रीमण्डल, जनताका छोराछोरी राष्ट्रपति, जनताको सर्वोच्चता वकालत गर्ने न्यायालय। अहिले मसँगै हजारौं युवा बीआईसीसीको गेट अगाडि उभिएका थिए। सारा जनताको आक्रोश यही बिल्डिङमाथि पोखिरहेको थियो। बीआईसीसी पहिला चाइनाले बनाइदियो, अब जसलाई कसले बनाउने? नयाँ सरकार आए पनि काम त गर्नै पर्यो, ठाउँ चाहिँदैन र? मैले प्रश्न गरेँ। प्रदर्शनकारीको आक्रोश आयो, एउटा काम भन् त मलाई यिनीहरूले गरेको? जनताको लागि केही काम नै गर्दैनन् यिनीहरू, अनि किन राख्ने यस्तो ठाउँ? संसद प्रदर्शनकारीको कब्जामा आउने बित्तिकै गेटमा ग्यास पड्किन थाल्यो। संसद भवन नबस्ने निश्चित थियो। चाइनाले बनाइदिएको त्यो बिल्डिङमाथि सारा नेपालीको रिस पुग्यो। जल्न बाँकी केही थिएन। त्यहाँ भएका दमकल, पुलिसका गाडी, मोटरसाइकल सबै आगोमा बले। त्यो भन्दा पनि दरिद्र पारामा 3 जना प्रहरी कुटी कुटी मारिए। आत्मसमर्पण गरिसकेका प्रहरीको परेड चलाइयो। मैले राक्षस देखेँ भन्ने एउटा कोरियन फिल्म छ। के भ्रष्टाचारको राक्षस पार्न हिँडेको हामीले मार्न हिँडेको राक्षस भन्दा ठुलो राक्षस भए घर फर्किएका थियौँ त। यो त सबैलाई याद होला। यो त गल्ती थियो नि, होइन र? यो दिन बिल्डिङ जल्यो। बिल्डिङभित्र पत्रकार जले।
जडीबुटी प्रशोधनमा आगजनी भयो, भाटपटेनी लुटियो। दुर्गा प्रसाईले घुसपेट भएर यो सब भएको भने उनी पक्राउ परे। यो दिन 20 जनामाथि गोली चलेको थियो। बाटोमा हिँडेका पैदल यात्री पनि गोली लागि हस्पिटल पुगेका थिए। 2 जनाको मृत्यु भयो। प्रहरीको अन्धाधुन्द गोली प्रहार र दमनको चर्चा भएन। चोर, लुटेरा र विध्वंसकारी राजावादीलाई गोली हानेकै ठिक भन्दै गाली गरियो। राजावादीको ध्वंसको जिम्मा लिन पूर्व राजालाई 7,93,000 को फाइन तोकियो। चैत 15 मा दुर्गा प्रसाई संसद पुगेनन्। 23 गते जिन्जी संसद पुगे। पर्खाल तोडफोड भयो। प्रदर्शनकारी संसद छिरे। प्रहरीले गोली हानेको भनेको बिल्डिङ आन्दोलनकारीले तोडफोड गरे। संसदको गेटको ढोका तोडफोड र आगजनी भयो। पहिला गोली चल्यो, अनि देश चल्यो। यो खुबै सुनिन्छ। यही स्टेटमेन्टले 24 को घटना जस्टिफाई गर्न खोजिएको छ। फर्केर अब यो हेरौँ एकछिन। यदि एउटा गल्ती हो भने अर्को सही कसरी हुन सक्छ? भ्रष्टाचार रुख भन्दै हामी घरबाट निस्केका थियौँ। फर्किँदा हामी चोर, ध्वंसकारी र अपराधी भएर फर्क्यौँ। आक्रोशित भिडलाई आफ्नो रिस पोख्न केही भिक्टिम चाहिन्छ। आक्रोशित भिडले सही निर्णय गर्दैन। आक्रोशित भिडको मानवताको बाँध चाँडै फुट्छ। मान्छेहरूले चाहेर पनि भिडलाई रोक्न नसक्ने अवस्था हुन सक्छ। हाम्रो चाहना न्यायपूर्ण समाज हो, जहाँ कानुनले काम गरोस्, ठुलो सानो नहेरी। एक दिन महिला हिंसाको उत्सव मनाउने, अर्को दिन त्यसबारे पढ्दा भयभीत हुने अनि विरोध प्रदर्शन गर्ने। प्रजातान्त्रिक नेपालमा भिडले कारवाही गरेर यसैलाई न्याय भनियो। नेपाली समाजको वास्तविक स्वरूप उजागर भयो 24 गते। फेल्ड सोसाइटीको लाइभ हामीले संसारलाई देखायौँ र यसैमा खुसियाली मनायौँ। सेनामाथि आलोचना भयो, तर उनीहरूको हात बाँधिएको थियो। उनीहरूले भवन त बचाउन सक्थे, तर त्यसको परिणामस्वरूप पहिले भरिएका अस्पतालहरूमा घाइतेको थामी नसक्नु भिड र मलामीको लाइन हुन्थ्यो। त्यो भएन। सेनाले मानिसहरूलाई स्वतन्त्र छोड्यो, त्यसकै लागि उनीहरू दोषी ठहरिए। त्यो दिन सेनाले मानिसहरूलाई आफैबाट जोगायो, रगतको प्यासमा जनावर बन्नबाट। सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल हुन्छ। एक महिलाले हँसियाको प्रयोग गरी सडक कुकुर मार्छिन्। प्रहरीले तुरुन्तै उनलाई नियन्त्रणमा लिन्छ। बयानमा स्कुलबाट फर्किरहेको सानो छोरीलाई टोकेपछि आवेगमा आएर आफूले कुकुरमाथि प्रहार गरेको उनले बताउँछिन्। हिँड गर्छौँ त्यसको।